सबैलाई नमस्कार। मेरो नाम सन्तोष पौडेल। म अब तपाईहरुलाई दशैंको टीका लगाइदिँदाखेरि भन्ने मन्त्र म भन्छु, सबैजनाले सुनिदिनु होला। मान्य पुरुषले छोरो जातलाई टीका लगाइदिँदा दिने आशीर्वाद। आयु द्रोण सुते श्रियो दशरथे शत्रुक्षयं राघवे ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने शौर्यं शान्तनमे बलं भलधरे सत्यञ्च कुन्ती सुते विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे। अब केटाहरूलाई जमरा लगाइदिँदै अनि कानको जरामा सिउरी दिने भन्ने है। ल यो सिउरी बाबु पढे लेखी ठुलो मान्छे बने, ठुलो जागिर खाए अथवा ठुलो उद्योग गरे, इमानदारीका साथ काम गरेर देखाए, देशलाई आफ्नै घर ठाने, इज्जत कमाए, सुशील पत्नी पाए, आफ्नो पुर्ख्यौली वैदिक धर्म र सनातन संस्कृति बचाए, खुशी साथ सुखपूर्वक जीवन बिताए। अब ठिटाहरूलाई जमरा लगाइदिँदै भन्ने। आफ्नो जिम्मेवारीको काम इमानदारीका साथ निभाए, मान प्रतिष्ठा पाए, पद पाए, बढाए, ठुलो मान्छे कहाए, दानवीर आसुरी शक्तिले आफ्नो देशभित्र ढिम्कनै नदिने शक्ति भएको, आफ्ना पुर्खाको वैदिक धार्मिक धर्मलाई धर्म विरोधीहरूको लहैमा लागेर कहिल्यै नछाडे, गरिब किसानलाई खोचे थापेर नसताए, किसानलाई आश्वासन मात्र देखाएर पुगेसको स्थितिमा नपुर्याए, पुर्खाको अमूल्य थाती संस्कृतिलाई मास्ने अनि क्षणिक चमक दमक भएको भौतिक चमत्कारलाई उपास्ने, योग शास्त्र दर्शनशास्त्र जस्ता सदा शान्तिकारी शास्त्रलाई जलाउने, दशैं तिहार जस्ता रमाइला चाडबाड धपाउने, भाडाका टट्टु अवैधिक धर्म नमान्ने पापीहरूका उल्लामालामा कहिल्यै नलागे, दूरदर्शी भएर पछि परन्तु सम्मको घट्दै जाने घटना सोचेर काम गर्ने गरे, हाम्रो तपोभूमि देशको अमूल्य आविष्कार शर दर्शन वेद र वेदका षडङ्गहरूको रक्षा गर्ने गरे, किनकि वैदिक धर्ममा अटल रहनेलाई विष्णुले रक्षा गर्नुहुन्छ, कसैले केही गर्न सक्दैन। तसर्थ धर्म कसैले सक्दैन। तसर्थ आफ्ना देश, आफ्नो नरेश, आफ्नो भाषा, आफ्नो भूषा, आफ्ना वैदिक धर्म, आफ्ना संस्कृतिमा आत्माभिमान नभएको व्यक्तिलाई सधैँ पिशाच जस्तै ठान्ने गराए। बाबु यति मेरो अर्थी र उपदेश सधैँ मनभित्र राखे अनि सन्तान दर्शान्तलाई पनि सम्झाउँदै जान्ने अर्को चलाए। आइमाईहरूलाई जमरा लगाइदिँदा उक्त आशीर्वाद मात्र दिनु। छोरी जातलाई टीका लगाइदिँदा भन्ने है। ओम जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षेमा शिवा धात्री स्वाहा सुधा नमस्तुते मधु कैट भव विद्रावि विद्रात्री वरदे नमः रूपम दे जयम दे यसुदे दुसुदहि। केटी भए जमरा लगाइदिँदै भन्ने। नानीले धेरै धेरै पढ्नु, सुशीला सचरित्र बन्नु, सबैले हाई हाई गरिने हुनु, लायक वर पाए, सर्वत्र आदर्श नारी कहाए इति साधुवालाई जमरा लगाइदिँदा सधैँ सौभाग्यवती रहे, चरित्रवती, पति परायण सुशीला भए, छोरा नातिले डाँडा काँडा भरे, मान्यजनको सधैँ मान गर्दै गरे, पहेँला अक्षता लाउने भए जमरा लगाइदिँदा चिरञ्जीवी भए, सदा सचरित्रा रहे, सधैँ नारायण जप्ने गरेर अर्को जन्म सुधारे भन्दै दुईटा फल हातमा राखिदिनु।